अघिल्लो भागमा किस्नेले चन्द्रेलाई थोरै काम गरेर धेरै पैसा कमाउने कुरा गरेको थियो। चन्द्रे शारीरिक रूपमा कमजोर हुँदाहुँदै पनि परिवारको कुरा नसुनी किस्नेको पछि लागेर काम के हो पनि थाहा छैन, छोटो काम गरेर धेरै पैसा कमाउने प्रलोभन देखाएको छ। परिवारले चन्द्रेलाई काम के हो भनी सोध्छन्, चन्द्रेले पनि घरमा बताउँदैन। चन्द्रेले किस्नेलाई सोध्छ, किस्नेले पनि चन्द्रेलाई बताउँदैन। कथाले गम्भीर मोड लिँदै जान्छ। घरको आर्थिक स्थिति जटिल अवस्थामा गुज्रिरहेको बेला चन्द्रेको अवस्था एकातिर छ, बुबा आमाको चाहना अर्कैतिर छ भने भाइ बुहारीको रोजाइ अर्कैतिर छ। आज घरमा खिर खाने सल्लाह गरेर कान्छी बुहारी दुध लिन सन्देशको घर जान्छन्। विभिन्न कारण देखाएर आरतीलाई दुध दिँदैनन्। त्यसपछि आरती त्यहाँबाट निराश हुँदै घर फर्किन्छन्। घर पुग्नै लाग्दा मुना भेट भइन्। आरतीले मुनासँग दुध नपाएको गुनासो गरिन्। कारण के हो भनी पत्ता लगाउन सन्देशलाई फोन गरिन्। अकस्मात दुध घर आइपुग्यो। आरती दुध लिन जाँदा विभिन्न कारण देखाएर दुध नपाउनु र मुनाले एक कल फोन गरेपछि तत्काल दुध घर आइपुग्नु आखिर कारण के थियो होला त? त्यसपछि घरका सबै सदस्यहरू मिलेर खिर पकाउने तरखर गरे। खिरमा राखिने मसला नभएको कारणले अकस्मात शिव दाईको कोठामा छ भनी मुकेश लिन जाँदा मसलासँगै लुकाएको धेरै गरगहनाहरू पैसा देखिनु, शिव दाईले आफू नभएको बेला आफ्नै भाइ छिर्दा पनि गाली गर्नु, त्यो कोठा रहस्यमय ढङ्गबाट राखिनु, कतै शिव दाईको श्रीमती अज्ञात रहनुमा उनकै हात त छैन। खिर खाँदै गर्दा अचानक चन्द्रे उठेर जानु र त्यसपछि सबै सदस्य एकाएक गर्दै चन्द्रेको पछि जानु आखिर कारण के थियो होला त? चन्द्रे डिलमा पुग्नु अघि नै किस्नेसँग शिव दाईसँगै देखिनु, चन्द्रे जान लागेको काम अज्ञात रहनु, शिव दाईले कान्छो भाइलाई फर्काएर घर लैजानु, चन्द्रेलाई केही पनि नभन्नुको कारण रहस्य थियो भन्ने गरिन्छ नि। भाइ फुटे गवार लुटे भने झैँ आज चन्द्रेको शान्ति परिवारमा फाटो आउनुले पनि यस्तै सन्देश दिन्छ। आखिर काम थाहा नभए पनि रोगी चन्द्रे काम गर्न किन तयार भए? आखिर किन? पैसाकै लागि थियो कि केही षड्यन्त्र थियो? अनुमान गर्न नसकिने अवस्था सिर्जना हुन्छ। त्यसपछि चन्द्रेलाई घर परिवारले जति नै सल्लाह सुझाव दिए पनि उक्त अज्ञात काम गर्न जान खोज्नुको रहस्य के थियो होला? आगामी भागमा उक्त रहस्यमय घटनाको खुलासा के होला त? तपाईहरूलाई के लाग्छ? आफ्नो विचार कमेन्ट गर्न नभुल्नुहोला।